हेलो हेलो गुड मर्निङ सबैजनालाई। आजको हाम्रो यात्रा गोपुकदेखि देवीथान नेपाली गाउँसम्मको हुँदैछ। म तपाईँहरूलाई यस भिडियोमा हामीहरू कसरी जाँदैछौँ, ठाउँ ठाउँका विभिन्न अपडेटहरू साथै मन्दिर वरिपरिका सम्पूर्ण जानकारीहरू यस भिडियोमा दिनेछु। ल हाम्रो यात्रा अब सुरु हुँदैछ। हामी चाहिँ सवारी साधन मार्फत जाँदैछौँ। हामीहरू अहिले बेहुलीवास मैदानमा आइसकेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ यता अगाडिपट्टि स्कुल रहेको छ। म अहिले स्कुलभन्दा अगाडिपट्टि रहेको छु। यहाँबाट बियादी गाउँपालिकाका मनोरम दृश्यहरू देख्न सकिन्छ, साथै पालुसना माध्यमिक विद्यालयको पछाडिको भाग देख्न सकिन्छ। हामीहरू अहिले डुड बजारभन्दा अगाडिपट्टि आइसकेका छौँ। यहाँबाट देवीथान मन्दिर जानको लागि अझै करिब 1 घन्टाको समय लाग्छ। हामीहरू अहिले अर्थन बजारमा आइसकेका छौँ। हामीहरू अर्थन बजारबाट माथि निस्किसकेका छौँ। अहिले यो ठाउँबाट सुन्दर मनोरम दृश्यहरू देख्न सकिन्छ। बिहानीको किरणसँगै प्रकाशका किरणहरू यसरी चम्किरहेका छन्। यता अगाडि देख्न सकिन्छ पैयुँ गाउँपालिका 3 बेहुलीवासका विभिन्न मनोरम दृश्यहरू। माथिपट्टि हिमालहरू मुस्कुराइरहेका छन्। हिमालहरूले हामीलाई बिहानको स्वागत गरिरहेका छन्। हामीहरू अहिले उपल्लो चिन्दे खर्कमा आइसकेका छौँ। हामीहरू यहाँ पानी भर्नको लागि केही समय रोकिनु परेको थियो। नेपाली गाउँ देवीथान मन्दिरमा पिउने पानीको समस्या रहेको कारणले हामीले यहीँबाट पानी लिएर जाँदैछौँ। हामीहरू करिब मन्दिर परिसरमा आइसकेका छौँ। अबको 5 मिनटको समयभित्र हामी मन्दिरमा पुग्नेछौँ। यता अगाडि देख्न सकिन्छ मन्दिरमा जानको लागि ठुलो प्रवेशद्वार बनाइएको रहेछ। हामीहरू मन्दिर नजिकै आइसकेका छौँ। हामी आएका सवारी साधनहरूलाई यता साइडमा पार्क गरेर हामीहरू सिँढी हुँदै माथि जाँदैछौँ। हामीहरू अहिले मन्दिर परिसरभित्र प्रवेश गरिसकेका छौँ। अब हामी मन्दिरलाई परिक्रमा गरेर मन्दिरको दर्शन गर्नेछौँ। यहाँ मन्दिरमा दर्शन गर्नको लागि विभिन्न ठाउँहरूबाट भक्तजनहरू आइसकेका छन्। हामीहरू अहिले मन्दिर परिक्रमा गरिरहेका छौँ। यता अगाडिको साइडबाट देख्न सकिन्छ एकदमै रमणीय सुन्दर दृश्यहरू, हिमालहरू देख्न सकिन्छ। तपाईहरू मन्दिर पछाडिपट्टि यहाँ देख्न सक्नुहुनेछ प्रसाद बनाउने कार्यक्रमहरू भइरहेको छ। म तपाईहरूलाई मन्दिरको पछाडिको भाग, पछाडिको परिसर देखाउँदैछु। यता अगाडिपट्टिको भागमा देख्न सकिन्छ बस्नको लागि बेन्चहरूको व्यवस्था राखिएको छ। मन्दिरको पछाडिको भागमा प्रसाद बनाउने कार्यक्रम लगभग सकिएको छ। अब हामीहरू एकैछिनमा आरती गर्नेछौँ। हाम्रो आरतीको कार्यक्रम पनि सकिएको छ। अब एकैछिन हामीहरूले फोटो तथा भिडियो सुट गर्नेछौँ र भजन तथा नाचगान गरेर एकछिन रमाइलो गर्नेछौँ।
आज हामीहरूले जति सोचेका थियौँ सोचेभन्दा बढी रमाइलो भइरहेको छ। अब हामीहरू एकैछिनमा प्रसाद ग्रहण गर्नको लागि जाँदैछौँ। हामीहरूको प्रसाद ग्रहण कार्यक्रम सकिएको छ। अबको केही समयपछि हामीहरू घरतर्फ प्रस्थान गर्दैछौँ। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया अवश्य दिनुहोला। तपाईहरूले यो भिडियो फेसबुकबाट हेर्नुभएको छ भने हाम्रो पेज फलो तथा युट्युबबाट हेरिरहनु भएको छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब अवश्य गर्नुहोला। फाइनली आजको पूजा तथा दर्शन कार्यक्रम आज यहीँ सकिएको छ। अब हामीहरू घरतर्फ प्रस्थान गर्दैछौँ। घर जानको लागि यता अगाडि जिप रेडी भइसकेको छ। नाचौ नाच। हामीहरू सकुशल आइसकेका छौँ। भिडियो हेरेर साथ दिनुभएकोमा सबैलाई धन्यवाद।